आहा रवि लामिछाने दाई चान्चुने मान्छे चाहिँ पटकै होइन क्या। त्यो बेलामा संसद भवनको रोस्टरमा उभिएर पतञ्जलि आयुर्वेदको फाइल खोलेको सबैलाई घोषणा गर्नुभएको थियो। आज आएर त्यो फाइलले प्राथमिकता पाएको छ, एकदम खुसी लागेको छ मलाई। र यो फाइलको कारण पूर्व प्रधानमन्त्री माधव कुमार नेकपाल अर्थात् माकुनेको हालत खराब हुनेवाला छ, अब जेलको बास हुनेवाला छ। सबैजना धैर्य गर्ने होला। रवि दाइले त्यो बेलामा भन्नुभएको कुरा हो कि होइन, यो भिडियो हेर्नु त अन्तिमसम्म। पतञ्जलि आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको कुरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा छ। टिकापुरको फाइल खुलिरहेको छ, काम भइरहेको छ। त्यसमा गिरिबन्धु यति ओम्नी लगायतका विषयमा हिम्मत छ भन्ने खालका प्रश्नहरू आएका थिए। नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरिबन्धु टी स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टी स्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ।